गाइस, दर्शन नमस्ते, गुड मर्निङ, सेवा हवा सबैमा। तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु भन्नुपर्छ है। सो म चाहिँ आज जाँदैछु मेरो मामाको घर, मेरो ठुलो मामाको घर। भन्नुहोस् त म कता नाटेको, भाँडा बोकेर हैन त, भाँडा बोकिरहेको छु हैन, कता नाटेको भन्नु त। आज चाहिँ हाम्रो मकमा पूजा छ, त्यही भएर म चाहिँ जाँदैछु हैन। सो यहाँ उदेश गाह्रो छ कि हेर्नु न, यहाँ भाँडा बोकेर पूजा छ नि त। आज चण्डी पुर्णे हो है। सो जति पनि साथीहरू हुनुहुन्छ, जति पनि किराती साथी हुनुहुन्छ, सबैलाई चण्डी पूर्णिमाको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु यही ब्लग मार्फत है। तपाईँहरूलाई आज म सानो सानो भिडियोहरू पनि आज म देखाउने छु है। सो हेर्नु होला, हाम्रो गाउँ यस्तो छ। म चाहिँ जाँदैछु मेरो मामा घर, भाँडा लिएर खाना पकाउनु पर्ने अरे। हेर्नु त, यो भाँडामा खाना पकाउनु पर्ने अरे, गाह्रो छ क्या हामीलाई, निम्तो धेरै हुन्छ नि त, त्यही भएर है। सो मुखेबारी पनि भइरहेको छ, फेरि कुनै समय कुनै यता यस्तो भइरहेछ है। सो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हजुरहरू सधैँभरि सन्चै रहनु होला, स्वस्थ रहनु होला, व्यस्त रहनु होला। पारो हाङ र सुङ्निमाको सधैँ आशीर्वाद शिरमा रहिरहोस् भन्न चाहन्छु है त। क्रममा सानो सानोहरू पनि यता घर देखाउन मन लाग्यो है। सो यो घर चाहिँ हाम्रो माइजूको हो। हाम्रो चाहिँ धेरै छ नि त माइजू, धेरै छ नि त गाउँमा, आफ्नै गाउँमा आफ्नै ठाउँमा धेरैजना हामी आफन्त हुन्छौँ होइन, छौँ भनौँ न। सो है, घरहरू पनि देख्नुहुन्छ है, देख्नु अरूहरूको घरहरू छ यहाँ। यो चाहिँ मेरो माइजूको घर हो होइन। सो जाने क्रममा सो यस्तो जानेछु। यहाँ घरको त फेरि यो घरमा त फेरि कोही पनि मान्छे उठेको रहेछ, क्या हो, कुकुरले पो भुक्छ त यार। अनि त्यही हो हुन्छ, अनि त्यस्तै छ हाम्रो मैला मामा हो, मैला मामाको घर हो यो चाहिँ होइन। मामा नजाने ए, अहिले आउनुहुन्छ, तर मलाई त्यहाँनिर नजाने भन्ने हुनुहुन्छ। नआए त अब फेरि कृष्ण भाउजूले फेरि तुफान हो नि त फेरि होइन। यहाँ जस्तो जाने क्रममा होइन। सो जाँदा 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 भाँडा पनि देख्नुपर्छ, ठुलो भाँडा छ है। सो गाह्रो मभन्दा ठुलो भाँडा छ, यो भाँडामा चाहिँ आज भात पाक्छ क्या होइन। अनि यो चाहिँ अञ्जली हो होइन, अञ्जली नानीहरू आउँदै रहेछ परदेखि उही होइन है। सो त्यस्तै हो गाइस, म चाहिँ आधी बाटोसम्म आइपुगेँ होइन। सो मामाको घर, अनि यहाँनिर जाने मामा हो। ए मामाले त मलाई त अनि घोङ्गी आयो भनेर सोधेको छोरा त हो, गाइजहरू हो र साँच्चीकै। आधी बाटो आएँ है साथीहरू, म चाहिँ भाँडा बोकेर, मभन्दा ठुलो भाँडा छ, हेर्नु न यहाँ यस्तो छ। सो है, हाम्रो गाउँको पिची हो अनि यस्तो छ। अनि मेरो देमाको घर बाट छ, मेरो देमाको घर यो चाहिँ होइन। सो म मामा घर जाँदैछु ल गाइजहरू, तपाईँहरूले भरे अन्तिमसम्म हेर्नु होला है। खासै त बनाउन आउँदैन, अलिअलि यसो प्रयास कोसिस जारी छ होइन। सो सानोतिनो सर्टकट भए पनि, नजानी भए पनि है। कति राम्रो फुल फुलेको रहेछ क्या, हेर्नु न यहाँ। टिप्नु जस्तो मन लाग्यो, तर मैले टिपिनँ किनकि फुल टिप्नु हुँदैन नि त, फुल टिप्दा पाप लाग्छ अरे, त्यही भएर है। सो म जाँदैछु, होला भाउजूले मान्नुहुन्छ होला, आज छिटो आऊ भन्दै हुनुहुन्थ्यो। सो भाँडा लिएर खाना पकाउनु पर्ने अरे, त्यही भएर म चाहिँ छिटो हिँड्दैछु ल। के गर्नु, म भन्दा ठुलो भाँडा बोकेर हिँड्नु परिरहेको छ, गाह्रो छ। कोही आएर बोक्दै पनि हुन्थ्यो नि है। अब आइसकेँ, अनि यहाँ हाम्रो दिलमा छेमाको घर हो है। अब म चाहिँ हेर्नु न गाइस, के गर्नु गाह्रो छ हामीलाई। म आइसकेँ मेरो भाउजूको घर है। सो देखाउँछु मेरो भाउजूको घर पनि। मामा हुनुहुन्छ, हाम्रो मामा पूजाको तयारी गर्दै हुनुहुन्छ। आज घरमा कुल पूजा हो नि त, पितृ गर्ने पूजा हो नि त, किनकि अब चण्डी पुर्णे पनि लाग्यो होइन। त्यही भएर सबैको घरमा पूजा भइरहेको छ। अब आजदेखि सबैको घरमा सुरु हुन्छ पूजा है। सो फेरि हाम्रो मामाको घरमा आउने क्रममा चाहिँ यहाँनिर साइकलहरू पनि रहेछ। अनि यहाँनिर त लेखेको रहेछ के भने, के लेखेको रहेछ, सुबारा निवास लेखेको रहेछ है। सो म यहाँ छिर्नु सक्दिनँ होला, यस्तो गरेर छिरेँ म चाहिँ होइन। या अलिक ठोक्यो त हो ए है, सुबारा निवास हो यो चाहिँ होइन। सो म आइसकेँ, अब आउने क्रममा चाहिँ टक 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 यहाँनिर सिटी पनि रहेछ, लुगा पनि सुकाएको रहेछ मामा। अनि यहाँ चाहिँ यो चाहिँ बुहारी, अनि उपर भाउजू हुनुहुन्छ, मामाहरू हुनुहुन्छ, तयारी भइरहेको रहेछ। म चाहिँ आएँ अनि यता फेरि आँगन पनि बढ्दो रहेछ त होइन। एका बिहानै बढाल्ने हो र आज हो र बढाल्ने, अघि नै बढाल्नु पर्ने त। अनि यसो देख्नुहुनेछ है, लजाइराख्नु भएको छ।
यो परेवा पनि चढाउनु पर्दो रहेछ है गाइस। परेवा क्यारेटमा राखेको परेवा यहाँ छ। अब यहाँनिर हल्का यो पनि गर्नुपर्छ। पहिले फर्स्टमा चाहिँ पूजा गर्नुभन्दा पहिले यो गर्नुपर्दो रहेछ। अब हामी चाहिँ के भन्छ, तपाईँहरू आफ्नो आफ्नो भाषा आफ्नो आफ्नो जातको हुन्छ, हामी चाहिँ यो घरको कुल पितृलाई के भन्छौँ, माग भन्छौँ है। यस्तरी हुन्छ है, पितृ चाहिँ यस्तरी हुन्छ। तपाईँले यस्तरी हुँदो रहेछ है। सुबारा राईको चाहिँ यस्तो हुँदो रहेछ है। यो पहिले फर्स्टमा बाहिर गर्नुपर्छ नि त, देउता माथि छ। फेरि यो भाँडामा पोतो लाउनु पर्ने भयो अरे क्या, माटोले लिप्नुपर्ने भयो। यसलाई चाहिँ बाक्लो लिप्नुपर्छ होइन। सो म अब यसमा पोतो लाउँछु ल। गाईको चाहिँ भाँडामा योमा पोतो लाउँदैछु होइन। त्यस्तो होइन, लाउनु पनि मजा आउँछ त यहाँ। लाउँदैछु होइन, मजाले अब यस्तो गरेर यस्तो गरेर राख्ने हो होइन। राख्ने पैसाको फिलिङ होइन। तयारी हुँदैछ पूजा गर्नको लागि। पूजा मतलब माग है, माग। हाम्रो भाषामा चाहिँ माग भन्छौँ, हामी चाहिँ अब के भन्नुहुन्छ है। सो सरस्वती कार्यक्रम भइरहेको छ। सो त्यो छ होइन। सो चाहिँ अब मामा कोठा भान्सा कोठामा पसिसकेँ होइन, किचन कोठामा हेर्नु तपाईँहरूले। सो आजको पूजाको तयारी सबै सरसफाइ गरिसकेको रहेछ हो बुहारी भाउजूले। अनि फ्रिजमा चाहिँ के रहेछ, के छैन है फ्रिजमा त, हेर्नु त गाह्रो छ। टमाटर रहेछ, सो के है, के काँक्रा पनि रहेछ, धनियाँ पनि रहेछ। यो धनियाँ चाहिँ लोकल कुखुरामा हाल्नु लागि होला आज सुप झोलमा। यो चाहिँ मागको लागि हो, देउताको लागि हो। कुखुराहरू छ यति धेरै है। यो चाहिँ घरि काट्नु लागि हो, पूजा गर्नुपर्छ नि त, त्यही भएर। युवाङ यहाँ युवाङ खेलेको छ। युवाङ है मदर आउँदो रहेछ है। गाइसहरू मजाले जस्तो मदर भए पनि नराम्रो रहेछ भनेर चाहिँ नहेरिदिनु होला नि, फेरि हेर्नु होला, नहेरे पनि सब्सक्राइब गरिदिनु होला। हाम्रो भाउजू भण्डारी भाउजू कुन चामल हो भन्नुहोस् त, हेर्नु त चामल पनि खतरा छ नि आजको लागि है। यो चाहिँ खाना अघिको मै जत्रो भाँडामा यो खाना पाक्दछ आज हुन्छ है। सुरुमा चाहिँ यस्तो हुन्छ, बाहिर यो पितृ गर्दाखेरि कुल पूजा यस्तो हुन्छ। हामी चाहिँ यसलाई वाबुक भन्छौँ, तपाईँहरू के भन्नुहुन्छ? म चाहिँ अब परेवा भोट ल्याउनेतिर लागेँ है। यस्तो छ, आगो बाल्दैछ, आगो बलिँदैछ। परेवाले तपाईँलाई हेरिरहेको छ हाम्रो भाउजू यहाँ अब भोट ल्याउने यसमा है। सो है वाबुक हेर्नु त माथि छ, वाबुकै वाबुक छ। राईको घर हो नि त, त्यही भएर धेरै वाबुक हुन्छ। हामी चाहिँ मा भोट सकेको अवस्था होइन त मामाले सक्यो भुत्लाएर है। गाइज गाह्रो छ आज भिडियो बनाउने वातावरण नै छैन हो। यो राम्रै छ अरे यतिको सबै गाइजहरू है, सबै काम गर्ने गाइजहरू उहाँहरू चाहिँ भनेको त्यो अलिक खराब देखाएको भनेको त त्यही हो क्या। यो जुन मक्केको हुन्छ नि यस्तो सफा हुनु बिजुवा है, हाम्रो बिजुवा हाम्रो बुढौली पनि छ यहाँ छ। अनि हाम्रो गाई चाहिँ हामीलाई यसरी हुन्छ होइन पूजा चाहिँ। सो किन बसी बसी बनाउनु परिरहेको छ। हो कुखुरा काटेको होइन, बन्डाडी हामी, मेरो भाउजू बन्डाडी हो। के गर्नु होइन, कति मासु मात्रै काटेको लाउनु हो, कहिले खाएको पनि लगाइदिउँ न। बिहान बिहान चिसो गरेको खाइदिनु छ यार। हाँसो है हाँसो, हाँसो यिनीहरू, हाँसो यिनीहरू।
हाम्रो चेलीहरू हाम्रो बुहारी पनि छ एकजना यहाँ चाहिँ कुखुराको सुली बाँगिँदा पनि हाँस्ने खालको मान्छेहरू हो कि जानु भनेको छ थियो होइन। यो चाहिँ पूजा नगर्नेले खाने हो, यो चाहिँ बाहिरको लागि होइन। कोही क्रिस्चियनहरू पनि छ नि त होइन, अब पूजा गरेर खाँदैन नि त क्रिस्चियनले। यत्रो भाले हेर्नु न, सानो ठुलो छैन है भाले तर यो भाले त साँच्चै म जस्तो छ त नि। यो भाले बन्डाडेर लान खोलाएको भन्छ कि अरू नि बन्डाडे उहाँ छ ऊ दुई खुट्टे बन्डाडे उभिरहेको छ ओहो भन्दैछ होइन गाइस। यो भाले चाहिँ काट्ने बिचरा भाले पनि ढाल्नु आँट्यो। ल छिटो मार यसले होइन त्यसले हान्नु सक्छौ त। ल छिटो मार छिटो न छिटो मार न मार्नु सक्छ क्या तिम्रो बल छैन छिटो मार। त्यहाँदेखि म उयो काट्नु काट्नु न कत्रो भाले बिचरा झुक्न पार न यार मार न त्यसलाई ड्याङ्गा मारिहाल न खोइ त अब नि भाले पनि रिजल्टमा मार बिचरा भाले मारेको अरे यहाँ भाले जिउँदै छ गाइस हेर्नु त। अब हाँसुङको रुम यो अवस्थामा चाहिँ भाग्छ के मार्नु छिटो बल्लले बिचरा मरेको छ मरो त नि अब मरो नि अब हामी चाहिँ अब कुखुरा भुटाउने तयारीमा छौँ है। सो पारा होइन यहाँ आलु यहाँ भइरहेको छ। सो हाम्रो भाउजू पनि आइसक्नु भएको छ, हाम्रो बन्डारी भाउजू। अनि कुखुरा है गाह्रो छ बिचरा अघि भर्खर मार्नु छ कि थिएन बल्लले मारेर आउँदैछ। तिते चाहिँ कसले खान्छ हौ आइहाल्छ नि पुत्लामा। सो तिते निकाल्ने अरे गाह्रो छ हामीलाई। तिते निकाल्ने मान्छे गाह्रो छ हामीलाई। यो माग हो यो चाहिँ होइन हाम्रो मामा बुढौली हामी चाहिँ यसलाई वाबुक भन्छौँ नि फेरि तपाईहरु के भन्नुहुन्छ। यो सिर पनि ठाडै छ, यो मुहीमा पनि डह्रो छ। मुहीमा ल भेना यसको प्रसाद निकालेर अब चढाइ पठाउनु माइला प्रसाद अलिअलि धेरै नपोल्नु क्या। भित्र चाहिँ धुवा छ हौ देख्नु भएन होला अनि अघि सबै एउटा निसेर चक्रे बुबुला पनि योचोटि चाहिँ बोलाएको भए हुने नि आउनु पर्यो आउँदैन त। अब आएर चाहिँ रेट्नु न मामाले चाहिँ फेरि उयो काट्नु होला भन्नुहुन्छ। मरा पाउँदैछु दाइले काट्नु सक्छ त पन्सी कुखुरा बल्लले पन्सी उफ्रिएको कुखुराहरू यति हो आज हाम्रो मामा होइन। प्याज काट्दैछ धनियाँ हो हाम्रो कुक हो नि त हाम्रो बारिस्टा बहिनी। उहाँ चाहिँ सेउपाखा मलाई त यिनीहरू त काम गरेको त मनै पो पर्दैन हौ। यहाँ चाहिँ कटिङ हुँदैछ मासु। यता हेर्नु न माइजू यता हेर्नु न एक शब्द टाउको देखाइदिनु न। हाम्रोतिर चाहिँ छोरी मान्छेले पनि काम गर्छ नि फेरि कुखुरा काट्छ भोट ल्याउँछ सबै गर्छ। माइजू भएपछि यतिको त हुनु पर्यो नि होइन माइजू। अब माथि थियो नि त म त्यही भएर म पनि यसो उयो बुढौली भएर बस्थेँ। चुल्हा 3 चुल्हा अनि यसलाई माग भन्छौँ हामी चाहिँ वर्षदेखि। र तपाईँहरूले के भन्नुहुन्छ
है खुर्सानी पिस्नु लागि यो चाहिँ भात पाक्दैछ माङको लागि खाना यो टाउको हेर्नु न यस्तो छ के गर्नु यो पनि भुल्याउनु पर्ने अरे हल्का कस्तो साह्रो हावा पनि लागेको हेर्नु न खाना काँचै हुन्छ कि क्या हो सो है ए रेडी बनाइसके अब यो तितेमा हाल्ने अरे हाम्रो भाउजूले अँधेरो छ हो तर हाल्नुपर्छ नि त मासु है सो हल्का फुल्का यसरी पोलिराखेको छु कोइला राम्रो छ है आज रमाइलो छ यहाँ बटुकोमा राख्ने यहाँ राख्ने यो माथि पनि फुल्दैछ यो चाहिँ जस्ट बाहिर दिने मान्छेलाई हो माथिभित्र माथि कुलपित्रीमा गरेको बाहिर अरूलाई दिँदैन नि त त्यही भएर हो मासु है यो चाहिँ प्रसादको लागि मासु पुरिसक्यो अब लगेको यो प्रसाद बनाउने हो है सोध्नु भइरहेको छ गाह्रो छ हामीले हेर्नु पसिना पनि साह्रो कस्तो गर्मी पनि छ तिते हो है तिते पकाएको है तिते हो त्यो पकाइँदैछ ए यस्तो हुन्छ है होस् हाम्रो माइजू चाहिँ मासु काट्नुमा चाहिँ च्याम्पियनै हुनुहुन्छ के खुसी लाग्छ क्या मलाई यस्तै छ जिन्दगी होइन यही हो बहिनी हो होइन ऊ चाहिँ काम गर्नुमा चाहिँ एकदम च्याम्पियन पनि छ हल्का फुल्का होइन काम पनि गर्ने नै हाल्छ सो तर पनि होइन अब अरूले पकाउँदै गरेको बेलामा यसो चलाएर यसो टोबल छ मैले पकाएको भनेर छ अब है मासु पकाउने यो चाहिँ माङको खाने तयारी भइसकेको छ प्रसाद यो चाहिँ हाम्रो चाहिँ प्रसाद भन्छौँ यसलाई माङको भन्छ सबैले चाहिँ यहाँ हाम्रो छ मेन डन होइन हाम्रो दिलमाया छेमा हुनुहुन्छ हाम्रो धोबी भाइ पूजा के खाएको के खाइछौ खै म जान्छु नि यता भित्र हाम्रो माइजू गर्मी भएछ मेरो माइजूलाई कस्तो कालो भयो छ्या निकाल है तिमी कुनमा ठुलोमा खाने कि सानोमा पूजाको है हाम्रो मामाको फुल पूजा छ नि त फेरि पछि कान्छ मामाकोमा नि फेरि मामाको भन्छ फेरि घरिघरि मामा हाम्रो जेठो मामाको है यो चाहिँ चिसो छैन यहाँ माथि खाने भए कृष्णलाई यसमा के हुन्छ यहाँ चाहिँ झोल लोकल कुखुराको सुप बन्दैछ यहाँ तिते पकाउने फेरि आज त पकाएको पकाइ हो गाइज यो भित्र पकाएको ग्यासमा कन्ती सानो भएर के भन्नु चलाउने पनि मिस्टेक अलिकति साह्रो भयो अनि असर भयो तिते होइन यसो फेरि यो ठुलो कन्दीमा पकाउँदैछु अब के गर्नु गाह्रो छ हामीलाई के गर्नु यस्तै छ होइन सानो भयो यो ठुलो कन्दीमा ग्याममा पकाउने हो ए पकाएको अवस्था हेर्नुहोस् गाइज हो ल है गाइजहरू आज यहाँ तिते हुँदैछ हाम्रो सानो पूजा हाम्रो कुकम्यान दाई मोटु भाइ -5 मोटु भाइ तिते खाने होइन त आउनुहोस् है गाइजहरू हाम्रो जेन्जी ग्रुपहरू खाना खाँदैछ जेन्जिनियर देख्छु हेर्नुहोस् है गाइस तिलक दाइको भ्लगमा लाइक कमेन्ट शेयर सब्सक्राइब हालिदिनु होला देखिहाल्नु भयो होइन यतिको चाहिँ हुनुपर्छ तर काम चाहिँ गर्दैन मैले तार्दै गरेको उसले तारेको खाना खाने कुरा कम हुँदैछ यहाँ देखिहाल्नु भएको छ खाना जन्मेकाहरू खाऊ
जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।